आज म हजुरहरूको लागि मेरो फेभरेट टाइम ट्राभल फिल्महरू ल्याएको छु। अब नेपाली फिल्म इन्डस्ट्रीमा त टाइम ट्राभल फिल्महरू बनेका छैनन्, त्यसैले गर्दाखेरि चाहिँ म इङ्ग्लिस अथवा हिन्दी भनौँ, तर यिनी सब फिल्महरू हिन्दी डबमै अभाइलेबल रहेका छन्, कुनै कुनै त युट्युबमा फ्रीमै पनि अभाइलेबल रहेका छन्। ती किसिमका टाइम ट्राभल फिल्महरू आज म हजुरहरूको लागि ल्याएको छु। मलाई चाहिँ प्रायः टाइम ट्राभल फिल्महरू हेर्न एकदमै मनपर्छ, जुनमा चाहिँ मेनली के हुन्छ भन्दाखेरि अब कुनै पनि अहिले प्रेजेन्ट टाइममा छौँ हामी, अब यो टाइमबाट टाइम ट्राभल गरेर कि त पास्टमा जान्छन् या त फ्युचरमा गएर चाहिँ केही कामहरू गर्छन् अथवा भनौँ न केही अब स्टोरी हुन्छ त्यसको चाहिँ। त्यही कारणले गर्दा मलाई मनपर्ने भएको कारणले गर्दा अब धेरै भ्युवर्स हुनुहुन्छ जसलाई चाहिँ यो टाइम ट्राभल फिल्महरू पनि मन पर्न सक्छ भन्ने सोचेर चाहिँ आज म हजुरहरूको लागि 5-6वटा चाहिँ टाइम ट्राभल फिल्महरू ल्याएको छु जुन चाहिँ मलाई मन परेको थियो। र सबैभन्दा पहिला रहेको छ 24। यो फिल्मको नाम नै रहेको छ 24 र यसमा चाहिँ हिरोसँग एउटा घडी हुन्छ र हिरो को रहेको हुन्छ, सूर्य रहेको हुन्छ। उसँग एउटा घडी हुन्छ जसको मद्दतले चाहिँ उसले टाइम ट्राभल गर्न सक्छ र उसले टाइम ट्राभल गरेर आफ्नो एउटा भनौँ न लभ स्टोरी अथवा भनौँ एउटा फ्यामिली रिभेन्ज अथवा भनौँ सबै कुराहरू चाहिँ कसरी गर्छ भनेर हेर्नको लागि यो फिल्म हेर्नु होला। र नम्बर 2मा रहेको छ टाइम मेसिन। यो पनि साउथ इन्डियन फिल्म हो र यो पनि फ्रीमै युट्युबमा अभाइलेबल रहेको छ। यसमा चाहिँ दुईजना साथीले एउटा टाइम मेसिन भेटाउँछन् र टाइम मेसिनको प्रयोगले साथीले पैसा कमाउँछन् कि आफ्नो लभ स्टोरी सुधार्छन् कि के गर्छन् भनेर हेर्नको लागि चाहिँ यो फिल्म हेर्नुपर्ने हुन्छ र हेर्न नबिर्सनु होला। र नम्बर 3मा रहेको छ फिल्म बार बार देखो। यो चाहिँ एउटा हिन्दी फिल्म रहेको छ जसमा चाहिँ हिरोले एउटा आफ्नो फ्यामिलीसँगको टाइम स्पेन्ड अथवा भनौँ एउटा रिलेसनलाई चाहिँ कसरी सुधार्छ अथवा एउटा फ्यामिली रिलेसनको महत्त्वलाई चाहिँ एकदम राम्रोसँग देखाउन सफल भएको छ। यसमा हिरो सिद्धार्थ मल्होत्रा रहेका छन् भने हिरोइन क्याट्रिना क्याफ रहेकी छिन्। यी त थिए हिन्दी फिल्महरू। अब भने कुरा गरौँ इङ्ग्लिस फिल्म जुन चाहिँ हिन्दी डबमा पनि अभाइलेबल रहेका छन् र यी फिल्महरू हेर्नलाई हजुरहरूले थोरै दुःख गर्नुपर्ने हुन्छ। यदि फ्रीमै हेर्न चाहनु भएको छ भने युट्युबमा चाहिँ अभाइलेबल रहेका छैनन्, थोरै दुःख गर्न सक्नुभयो भने चाहिँ यी फिल्महरू पनि हेर्न सक्नुहुनेछ। नम्बर 4मा रहेको छ ब्याक टु द फ्युचर। यो चाहिँ टाइम ट्राभल अन्तर्गतको एकदमै मेन फिल्मै हो भन्नु नै पर्दछ। यसका चाहिँ 3-4वटा पार्ट पनि रहेका छन्, यो फिल्मका सिक्वेलहरू पनि रहेका छन् र यसमा चाहिँ फ्यामिली ड्रामा अथवा भनौँ रिलेसनका कुराहरूलाई राम्रोसँग देखाइएको छ र टाइम ट्राभललाई चाहिँ यसमा फुटी प्रत्येक फेर राम्रो तरिकाले देखाउन यो फिल्म एकदमै सफल रहेको छ। नम्बर 5 एज अफ टुमारो। यो फिल्ममा चाहिँ टम होल्यान्ड रहेका छन् र उनको एक्टिङ अथवा भनौँ उनका एक्सन सिक्वेन्सहरूको त के नै कुरा गरौँ, हजुरहरूलाई थाहा नै होला। र यो फिल्ममा हिरोले चाहिँ एउटै दिन रिपिटेड टाइममा जिरहेको हुन्छ र ऊ चाहिँ एकदमै एउटा वार युद्धमा रहेको हुन्छ र उसले चाहिँ त्यो युद्धलाई कसरी समाप्त गर्छ अथवा भनौँ त्यसको सोल्युसन कसरी निकाल्छ भन्ने कुरा हेर्नको लागि हजुरहरूले यो फिल्म हेर्नुपर्ने हुन्छ। नम्बर 6 अबाउट टाइम। यो फिल्ममा चाहिँ हिरोले एकदमै युनिक तरिकाले टाइम ट्राभल गर्छ। ऊ चाहिँ भन्छ नि एउटा दराजभित्र गयो भने चाहिँ उसले टाइम ट्राभल गर्न सक्ने एउटा कन्सेप्ट रहेको छ यो फिल्ममा र उसले चाहिँ अब त्यही टाइम ट्राभल गरेर आफ्नो लभ लाइफ इम्प्रुभ गर्दछ अथवा भनौँ परिवारका विभिन्न सिचुएसनलाई कसरी ह्यान्डल गर्छ त भन्ने कुरालाई यो फिल्मले राम्रोसँग देखाउन सफल रहेको छ। नम्बर 7मा रहेको छ इटर्नल सनसाइन अफ स्पोटेड माइन्ड र यसका हिरो रहेका छन् जिम क्यारी। जिम क्यारीको म त्यत्तिकै पनि एउटा ठुलो फ्यान नै हुँ, तर उनको यो फिल्ममा एकदमै सिरियस रूप देख्न पाइन्छ। धेरै पटक चाहिँ उनी एकदमै फन्नी भन्छन् नि जुन कमेडी फिल्म अन्तर्गत खेल्ने गर्छन् जिम क्यारी, जुन चाहिँ वर्ल्डको एकदमै टप हिरो पनि पर्ने गर्दछन् इन्टरनेसनल रूपमा हेर्नुपर्दा। तर यसमा उनको चाहिँ एउटा सिरियस रूप देख्न पाइन्छ र उनले चाहिँ आफ्नो लभरको लागि चाहिँ कतिसम्म सेक्रिफाइस गर्छ अथवा भनौँ टाइम रुललाई कसरी ब्रेक गर्न उनी सफल हुन्छन् भन्ने कुरा यो फिल्ममा देख्न सकिन्छ। नम्बर 8मा रहेको छ प्रिडेस्टिनेसन र यो फिल्म हेरेर मान्छेको दिमाग खराब नहोला भन्न सकिँदैन। यो फिल्मको कहानी एकदमै डेन्जर रहेको छ अथवा भनौँ एकदमै दिमाग घुमाइदिने खालको रहेको छ। यसमा चाहिँ हिरो अथवा हिरोइन अथवा को हो त भन्ने कुरा चिन्नलाई चाहिँ मान्छेलाई एकदमै गाह्रो पनि पर्न सक्छ र यो फिल्म हेर्न नबिर्सनु होला। र आजको लागि भिडियो यति नै गरौँ। आज चाहिँ म हजुरहरूको लागि जम्मा 6-7वटा नै ल्याएँ होला टाइम ट्राभल मुभीहरू र यो फिल्महरू हजुरहरूले कुनै त युट्युबमा फ्रीमै पनि हेर्न सक्नुहुन्छ भने कुनै हेर्नलाई चाहिँ हजुरहरूले थोरै कष्ट गर्नुपर्ने हुन्छ। अब राम्रो फिल्म हेर्नको लागि त केही कष्ट त गर्नु नै पर्यो नि। र हजुरलाई अरू पनि कुनै क्याटेगोरी अन्तर्गत पनि फिल्म रिकमेन्डेसन चाहिएको छ भने चाहिँ कमेन्ट गर्न नबिर्सनु होला। र आजको लागि यति नै गरौँ। थ्याङ्क यू।